सुत्ने बेलामा हरेक दिन एउटा सुकमेल खानुहोस्, पाउनुहुनेछ यस्तो आश्चर्यजनक फाइदा। सामान्यतया बजारमा सहजै पाइने मसला हो सुकमेल। यो नियमित भान्सामा प्रयोगमा आउने भए पनि यसको धेरै फाइदाबारे सबैलाई जानकारी नहुन सक्छ। आयुर्वेदिक रूपमा हाम्रा घरमा रहेका तथा दिनहुँ खानामा प्रयोग गरिने खाद्य पदार्थहरू शरीरका लागि हरेक दृष्टिकोणले फाइदाजनक मानिन्छ। त्यस्तै राति सुत्ने बेलामा हरेक दिन एक सुकमेल खाएर तातो पानी पिउनाले के फाइदा हुँदो रहेछ त आउनुहोस् जानौं। राति सुत्नुभन्दा पहिले एक सुकमेल खाएर मनतातो पानी एक गिलास पिउनाले कब्जियतको समस्याबाट बच्न सकिन्छ। यस्तो गर्नाले तपाईमा भएको पुरानो कब्जियत पनि निको हुन्छ। यसको सेवनले पातलो वीर्यलाई बाक्लो बनाउन मद्दत गर्दछ। यस्तै डन्डीफोर हटाउन, केश झर्ने समस्या रोक्न, मोटोपना घटाउन, हड्डी बलियो बनाउन, निन्द्रा नलाग्ने समस्या हटाउन, घुर्ने समस्या तथा रक्त सञ्चारमा समेत सहयोग गर्छ। अपच भएका बेला सुकमेल, अदुवा तथा मरिच पिसेर खाए फाइदा हुन्छ। सुकमेल मुखमा राख्ने गर्दा सास गनाउने समस्याबाट राहत मिल्छ। यसले मुखमा भएको कीटाणुको नाश गरी श्वासलाई ताजा बनाउँछ। सुकमेलमा प्रशस्त मात्रामा नियासिन, पाइरिडोक्सिन, रिबोफ्लाभिन, थाइमाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्याग्नेसियम, फस्फोरस र जिंक पाइन्छ। यसले हामीलाई स्वास्थ्य सम्बन्धी धेरै समस्याबाट राहत दिन्छ। के छन् त सुकमेल खानुका फाइदाहरू? फोक्सोको समस्यालाई हटाउँछ। सुकमेलले फोक्सोमा रक्त सञ्चालनको गतिलाई बढाउँछ। यसले श्वासको समस्या जस्तै चिसो र खोकीबाट राहत प्रदान गर्छ। आयुर्वेदमा सुकमेलको परिणाम गर्मी मानिएको छ, जसको शरीरका लागि गर्मी दिन्छ। त्यसकारण यसको सेवन गर्नाले तपाईको शरीरमा कम भन्दा कम चिसोको असर हुन्छ। रक्तचाप नियन्त्रण गर्छ। सुकमेलको सेवन गर्नाले रक्तचाप नियन्त्रण गर्न प्रभावकारी हुन्छ। मानव शरीरमा धेरै जसो रोग उच्च रक्तचापका कारण जन्म लिन्छ। यदि तपाईँ पनि प्रतिदिन 2 देखि 3 वटासम्म सुकमेलको सेवन गर्नुहुन्छ भने तपाईँ रक्तचापबाट मुक्त हुनुहुन्छ। सुकमेलले स्वाद बढाउनुका साथै माउथ फ्रेशरको पनि काम गर्छ। यसको सेवन गर्नाले मुखको गन्धमा सुधार आउँछ। यदि तपाईको मुख धेरै गनाउँछ र मानिसहरू तपाईको छेउमा पनि पर्न हिचकिचाउँछन् भने हर समय एउटा सुकमेल मुखमा राख्ने गर्न सक्नुहुन्छ। सुकमेलले मुटुको धड्कनमा सुधार ल्याउँछ। सुकमेलमा पोटासियम, क्याल्सियम र म्याग्नेसियम जस्ता खनिज पदार्थ हुने भएका कारण मानवको रक्त शरीरमा पाइने तरल पदार्थको मुख्य तत्व पोटासियम हो। सुकमेलमा पोटासियम पर्याप्त मात्रामा पाइन्छ। कब्जियतबाट राहत। पेटमा कब्जियत यानी बिरामीको निम्तो। त्यसैले सबैले प्रयास गरिरहेका हुन्छन् कि कब्जियतको समस्या नहोस् भनेर। यदि तपाईँ कब्जियतबाट पीडित हुनुहुन्छ भने सुकमेल पकाएको पानी पिउनाले तपाईलाई फाइदा गर्छ। यसले तपाईको पाचन क्रियालाई सही बनाएर कब्जियतबाट राहत दिन्छ। तनावबाट मुक्त राख्छ। यदि तपाईँ प्राय तनावमा हुनुहुन्छ भने सुकमेलको सेवनले तपाईलाई लाभदायी साबित गर्नेछ। तपाईँ एक्लै हुनुहुन्छ र तपाईँ अधिक तनावमा हुनुहुन्छ भने यस्तो अवस्थामा 2 वटा सुकमेल मुखमा हालेर चपाउनुहोस्। यसलाई चपाउनाले तुरुन्त हार्मोनमा परिवर्तन आउँछ र तपाईँ तनावबाट मुक्त हुनुहुन्छ। उल्टी हुने समस्यामा राहत। तपाईलाई केही किलोमिटर यात्रा गर्दा उल्टी हुने समस्या छ भने यात्रा सुरु गर्नुभन्दा पहिला सुकमेलको प्रयोग गर्नाले यस समस्यालाई हटाउन मद्दत गर्नेछ। यदि तपाईलाई यात्रामा सबै समय उल्टीको समस्या हुन सक्छ भन्ने लाग्छ भने तपाईँ सम्पूर्ण समय सुकमेललाई मुखमा राख्न सक्नुहुनेछ।